Hello guys, welcome to my new video. अब अहिले चाहिँ यहाँ रोमानियामा फेस्टिभल चलिरहेको अरे, त्यही भएर 3 दिन बिदा छ। आज भोलि पर्सि, आज शनिबार भोलि आइतबार, पर्सि सोमबार 3 दिन छुट्टी छ। आज छुट्टीमा के गर्ने भन्दाखेरि घुम्ने, बोटो सार्ने, यताउता घुम्ने। अब ट्यागको हाम्रो केटाहरू यहाँ छ पछाडि, सब नेपालबाट नेपालीहरू। के गर्ने अब, जाडो छ यार, यस्तो जाएको लाएर हिँड्नुपर्छ चिसो भएर, जाडो छ। केटाहरू ट्यागलाक लाएर हिँडिरहेछ। अगाडि यस्तो छ, यहाँ त्यस्तो छ पेट्रोल ट्याङ्क, पेट्रोल भन्छ। गाडी आइसक्यो, हल्का छिटो हिँड्नुपर्छ, गाडी आइसक्यो। साइड त दिनु पऱ्यो, साइड। ओहो बाइक हो कि के हो यो, बवाल छ त यार। यस्तो यहाँ चाहिँ बेडरुम, पुला यस्तो छ यहाँ चाहिँ ठाउँ चाहिँ। रोमानियाको बोटा सानी भन्ने ठाउँमा यहाँ चाहिँ पेट्रोल हाल्ने ठाउँ भइहाल्यो गरे। गाह्रो पिरो अमिलो। हामी बस्ने चाहिँ अपार्टमेन्ट चाहिँ उहाँ भइहाल्यो, उतातिर हामी बस्ने अपार्टमेन्ट यतातिर। यतातिर हामी बस्ने अपार्टमेन्ट चाहिँ यतातिर छ। जाडो छ यहाँ। 3 दिन छुट्टी छ, आज 1 दिन भयो, भोलि पर्सि निको पर्सि, त्यसपछि फेरि काम वर्क हुन्छ त्यसपछि फेरि। यस्तो छ सिनहरू चाहिँ, यस्तो छ ट्याक्क लाएर। घरहरू यस्तो हुन्छ रोमानियाको। रोमानिया बोटा सानी यस्तो हुन्छ घरहरू चाहिँ। मायालुको हेराइ मिठो बोली मिठो। हाल्न त्यो छ है हाम्रो चाहिँ टक्क मस्त माहौल आज बजे हिँड्न सकेन क्या, बजे अगाडिबाट। ओहो जाडो छ यार, जाडो छ है। पुग्नुपर्छ कि हामी हो 1 किलोमिटर कहाँ जानु हो र? सामान किन्ने भनेको न मार्केट होइन नि, घुम्ने। अब बजेको चाहिँ झार काट्दै हुनुहुन्छ, झाडु हाल्दै। त्यो ब्याङ्कको छेउतिर हो क्या, ब्याङ्कको छेउतिर अस्ति हामी गएको। ए त्यो एरिया त हामी त घुमिसकेको लगभग है। ब्याङ्कको एरिया पुग्छ छैन, टाढो छैन, 10 मिनट हो। त्यहीतिर कि त्यो भएको सेकेन्ड ह्यान्ड केही किन्ने भनेको होइन, साउन्डहरू सेकेन्ड ह्यान्ड उसले भन्छ त, उसले यस्तो है सिन चाहिँ। चिसो छ यार, यस्तो छ यो यहाँ ट्याक्का रोमानियामा। त्यहाँ त्यसरी हिँड्ने त्यता चिल छ लाइफ, चिल छ लाइफ, चिल। तो छ है रोमानिया, युरोप बोटा सानी भन्ने ठाउँको लाइफ स्टाइल मान्छेहरूको। यस्तो छ यहाँ चाहिँ ठाउँहरू। हामी यहाँ जाने, हामी काम जाने बाटो चाहिँ यही हो। सर तल गएर हल्का त्यो गरेपछि यही हो, हामी ड्युटी जाने बाटो हो त्यो चाहिँ। लाइभ होइन, भिडियो बनाएको यसो एडिट गर्ने, युट्युबमा हाल्दैन यस्तो पछि हेर्न मिल्छ नि त। ओहो यस्तो गरेको थियो भनेर, त्यही भएर। जस्तो भिडियो
शब्द शब्द तो छ यहाँ ठाउँहरू चाहिँ खै के हो के हो त्यो छ ठाउँ चाहिँ चाहिँ रोमानियामा यस्तो हुन्छ प्याज यस्तो सानो सानो यस्तो सानो सानो प्याज हुन्छ रोमानियामा बोटो खाने ठुलो प्याज पनि हुन्छ यस्तो सानो प्याज पनि हुन्छ प्याट त फुटाल्ने यो चाहिँ प्याट त निचार्ने अनि यो बोक्रेर खोल्ने अनि हालिदिने होला तुनमा यस्तो हुन्छ है यहाँ रोमानियामा यो चाहिँ गाजर यस्तो हुन्छ आलु यहाँ सेम हुन्छ प्याज चाहिँ सानो सानो हुन्छ यस्तो छ यहाँ चाहिँ कस्तो छ यहाँ चाहिँ यो चाहिँ दाल चाहिँ केजीको 450 सस्तो यो त लानुपर्छ यार मैले लानुपर्छ आउनु बेला लानु पर्यो यस्तो छ यहाँ यत्रो छ Public? How much? No, only Pisare. 5-3. Hello, only Pisare. Yeah. No toilet. सेकेन्ड ह्यान्ड मार्केटहरू अन्डा उयो के को अन्डा यो यहाँ चाहिँ रोमानिया बोटो सानेमा चाहिँ यो के को अन्डा यो सुनमा चाहिँ मिल्न यस्तो अन्डा पनि बेच्छ यहाँ चाहिँ फेरि यो चाहिँ अस्ट्रिसको अन्डा होला यो चाहिँ कुखुराको अन्डा भयो यो चाहिँ के को अन्डा यस्तो अन्डा पनि बेच्छ यहाँ रोमानियामा चाहिँ भन्ने यस्तो हुन्छ होइन यस्तो छ अन्डा लोकल अन्डा हो क्या यो चाहिँ यस्तो बेच्छ यहाँ चाहिँ यो चाहिँ रोमानियाको सेकेन्ड ह्यान्ड मार्केट के भन्ने नेपालमा मन्टी हुन्छ त्यस्तै यो चाहिँ रोमानियाको बोटासानीको यस्तो छ है मार्केट चाहिँ हेलो केटा हो अब हामी ट्याक्क रोमानियामा बोटासानी भन्ने ठाउँमा ट्याक्क हाम्रो केटाहरू बोतल बेच्न आएको छ के भयो बेच्न मिलेन क्या प्याक भयो ए भन्छ भोलितिर आयो हुन्छ प्याक प्याक भएर यो बोतल बेच्ने प्याक भएर बेच्न मिल्दैन है फर्किने प्याक लगाएर अब केटाहरू बोतल बेच्छ है केटाहरूले एउटाको 15 रुपियाँ त्यो बोतलको एउटाको 15 नेपाली 15 रुपियाँ आउँछ एउटा 17 होला 2 रुपियाँ भयो फेरिबाट गयो अनि 50 भयो एउटाको 15 रुपियाँ जति आउँछ नेपाली 15 रुपियाँ चाहिँ बजार आउँछ बोतलको केटाहरूले बेच्दैछ बोतल आएन त 3 आयो 4 आयो तल हाल्दै छ कि 5 ओइ कुचायो धेर कुचाउँछ डेन्जर यो सरको बोतल झिगुन मेरो पनि छ यहाँ ब्यागमा 450 भइसक्यो बाटो छोडौँ न गाइजहरू बाटो छोडौँ ल यहाँ जिग्गा 5 भयो 5 लि भयो 5 लि 5 लिएर ठिक है हाम्रो तरकारी छ है अझै छ है धनी अब एकजनी गरी भयो क्या 5 मिनट काटाउने एउटा यस्तो हुने चाहिँ 5 लिको पैसा आयो बोतल बेचेर केटाहरूले बोतल बेचेर 5 लिको कमाइसक्यो छिरा
छिरायो कि फेरि छिरायो फेरि अर्को नेक्स्ट छिराउनलाई बोतल बेच धनी हुन्छ भिडियोको पेट 50 भनेको 15 रुपियाँ आइसक्यो यहाँ 5 आइसक्यो यहाँ 5 लि आइसक्यो 5 लि भनेको 170 आइसक्यो 170 रुपियाँ है आइसक्यो नि अब 1 किलो फेरि आइसक्यो रिज हुन्छ कि यार बोतल बेच्यो यार अनि त्यो चुरोट पनि ट्राई गरौँ न 150 भएपछि हुँदैन हौ चुरोट त्यति अरू के छ र क्यान र सक्यो यो बोतल अनि सिसाउँछ हुँदैन सधैँ यो न हाल्नु आयो हाम्रो 150 आयो टोटल कति रुपियाँ आयो नेपाली 200 जति आयो 10 जति बोतल बेच्यो 200 कमायो यो मेसिनबाट केटा रोमन यस्तो छ सिस्टम आयो त्यही पैसाले सपिङ गर्ने अब बेड के किन्ने प्याजको लाएर यही पैसाले सपिङ गर्ने त्यही नि यस्तो छ सिस्टम बबाल अब यही पैसाले यहाँ सपिङ गर्ने भर्खरै 200 जति कमायो 10 वटा जति बेडको बोतल बेचेर अब यही पैसाले यहाँ सपिङ गर्ने हिट्ने अब के सपिङ गर्ने हो ट्याक्क मिल्छ है गाइजहरू ढुक्कै सपिङ गर्दै हिँड्ने अब खै त न केटाहरू कहाँको ओ बिरे अगाडि केटाले हेरिरहेछ गाइजहरू नेपाली गाइजहरू रोमानियामा म जान्दै हिँडेको चाहिँ नेपाली गाइजहरू हाम्रो त्यस्तै टक्क मार्केटमा स्याउ किन्यो स्याउ चाहिँ कति लियो भनेपछि 6 लि पर्ने हुन्छ स्याउको चाहिँ हो ड्याङ लभली है लभली तर त्यसले कति केटीले कसरी चिन्ने यार नेपाली भनेर यार त्यो अघि त्यो धनियाँ बेच्नेले त्यो साग बेच्नेले क्या नेपाली भन्थ्यो क्या कसरी चिने क्या हामीलाई अरू नेपाली पनि गयो होला है त्यसमा किन्न त्यही भएर आउँछ हो अस्ति हामीले एकजना भेटिरहेको थियो पन्जाबी आउनु न हामी अघि त सपिङ गर्नेमा होइन चाइनिज थिएन त्यो चाइनिज सपिङ उता उसमा आफ्नै सपिङ आफ्नै सपिङ होला कि त्यसको यस्तो छ है बाटो रोमानियामा यस्तो छ बाबा मैं तेरे कदमों से चला यस्तो छ है यस्तो जागिरलाई हिँड्दा पनि गर्ने भएन यार चिसो छ मौसम चाहिँ रोमानियामा चिसो हेरे मौसम चिसो हे तसो हाम्रो केटाहरू अगाडि नेपाली डोजर स्मल डोजर ट्याक्क लाएर आइपुग्यो क्या मेन रोडमा अब मेन रोडमा आइज है